नाइस सुन ओ माई गॉड डायमन्ड सुन हेर्दै गर्दा किन्न लागन रे यिनीहरूले किन्न लागन क्यासिनो हेर्नु कस्तो छ त क्यासिनो ओ कति जुवा खेलिन्छ त यहाँ ओ नमस्ते दर्शन यो मेरो चाहिँ फर्स्ट युट्युब भिडियो हो स्टार्ट पनि गाडी गरेछु भन्नु न काम पनि सकेर गर्दैछु आई होप हजुरले मन पराउनुहुन्छ होला लास्टसम्म हेर्नु होला है त लिफ्ट पनि खुल्यो अब म किन्छु ग्राउन्ड फ्लोर ओके गर्दैछु हेर्नुहोस् सबैजनाले म घर जाँदैछु ऊ त्यहाँ छ क्या बस स्टप ऊ त्यहाँ छ अनि उहाँ गएपछि चढ्नुपर्छ क्या अलिकता हिँड्नुपर्छ यो स्टप कति धेरै नम्बर छ तर म चढ्नु दिएको MT4 कति धेरै स्टप हुन्छ कति धेरै स्टप छ अब यहाँ फेरि एउटा बस छ यहाँ फेरि विदेश भन्ने ठाउँमा एउटा बसमा धेरै इम्पोर्टेन्ट प्रायोरिटी दिन्छ होइन यहाँ एउटा स्टप फेरि आयो रातिहरू बसबाट झरे जाँदा सब्जी बजार पर्छ अनि सब्जी किनेर जानै पर्ने हुन्छ गएपछि खाना बनाउँछु अब यहाँ रेड लाइट परिछ एकछिन कुर्छु गएपछि खाना बनाउनु पर्ने हुन्छ म हजुरलाई सब्जी बजार भेट्छु है त फाइनली म सब्जी बजार आएँ गाइस मोमो हेर्नु न मोमो सब्जी छ तर म धेरै जस्तो जान्न यहाँ पनि जान्न म कोही पनि छ के किन्नु होला गाइस के किन्नु होला पैसा बिल पे गरेर मान्छेहरूले बाटोमा कसरी भिडियो बनाउँछ कि साथीहरू मलाई त लाज लाग्नु सकेन हेर्दा त है कति सजिलोले भिडियो बनाउँछ भ्लग हाल्छ जस्तो हुन्छ नि त म त सक्दैन सकेर ओ माई गड घर आइसकेँ अनि यो हो मेरो की यो मेरो घरको की हो यहाँ राख्छु गाइस अब चाहिँ म कपडा फेर्छु हात खुट्टा धुन्छु कपडा फेर्छु हात खुट्टा धुन्छु खाना पकाउँछु है सब्जी पकाउँछु सब्जी पकाएर ल्याएर फेरि बहिनीले फोन गर्छु घुम्न जाने भनेर अनि सब्जी पकाएर ल्याएर म घुम्न जान्छु अनि त्यति बेला भेट्छु है त ल हेर्नु मेरो सब्जी हेर्नु टमाटर यो पकाउन लाग्यो चाहिँ यो आलु एकछिनै पक्छु गाई मेरो दाल पनि पाकेर अब म घुम्न जान्छु बहिनीहरूको सँग रेडी भइसकेको अब हामी घुम्न जाँदैछौँ यहाँ बेबिना रेडी हुँदैछ यहाँ बहिनी रेडी हुँदैछ यहाँ हेर न के हो र मेरो फर्स्ट ब्लगमा आयो भने हेलो ल अब बाहिर निस्केपछि त्यो भिडियो जाडो भयो ब्लग गर्न लाज लाग्यो बाटो यता जाऊँ लिफ्टदेखि जाऊँ है लिफ्टको यताबाट जाऊँ हामी कहाँ जान्छौँ हजुरलाई देखाउँछु है त भिडियो गरेर है त हेर्नु अब नाइट भ्यू हेर्नु हेर्नु गाइज समात्ने आउन भ्लग बनाउँछ अहिले भ्लग बनाउने यस्तो गर्छ नि त होइन यस्तो गर्छ नि त यस्तो गर्छ फेरि यस्तो
हेर्नु यहाँ कति राम्रो राम्रो डलहरू वा कति राम्रो गाइस। लिस्बो जाने बाटो त्यही हो। लिस्बोमा जुवा खेल्न त होइन, यत्तिकै फोटो खिच्न जाने हो कि फोटो खिच्न जाने हो, जुवा खेल्न होइन गाइस। अहिले लिस्बो देखाउँछु र कस्तो छ हजुरहरूले। बाटो चाहिँ यही हो, कस्तो राम्रो देखिन्छ नि राति बाटो होइन। कस्तो भिड छ नि त आमामा। चाइनिज न्यु इयर भएर भिड भएको क्या गाइज। म नि गाइज भन्दै बोल्न पऱ्यो कि। एकदम भिड भएको अवस्था। अब म बाटो काट्न लागेको अवस्था। साथीहरू हामी बाटो काट्दैछौँ, बाटो काटेर भ्याएँ। म उता सिधा जाँदैछौँ। खै कुन क्याफे खै ए अँ वाउ हेर्नु न त्यहाँ साथीहरू कस्तो राम्रो क्याफे एउटा क्याफे। विदेशमा त जे पनि राम्रो हुन्छ हौ। हेर्नु कस्तो सफा बाटो। फेरि यसरी गर्दा कि मुख उतापट्टिको मान्छेहरूले हेर्छ नि त झन् लाज लाग्ने कि। अब यसरी गर्छु नि, अब उताको मान्छेले हेर्छन् यता, अनि कसरी हेर्छ कस्तो देखेछ अहिले। ए येल्लो कलरको लिस्बो भन्छ खेलिन्छ त यहाँ। ओ माई गड कति जुवा खेल्छन् यहाँ, कति हार्छन्, कति जित्छन्। रेस्टुरेन्ट होटेल सबै छ है त्यहाँ, सबै छ हेर्नु न। यो ग्याम्बलिङ एरिया हो क्या। पहिला होला म त्यस्तै लाग्यो, त्यो बनाउनु लाग्यो। यो चाहिँ बन्दैछ गाइज। जाऊँ त लिस्बो मेरो पछाडि देख्नुपर्छ। त्यही हो लिस्बो। हेर्नु वा सनमालो जाँदैछौँ। सनमालो गर्छु हेर्छु है त। अब हामी सबैजना जानु लाग्यो। यहाँ धेरै फोटो भिडियोहरू खिचेर भ्याएँ। म हामी चाहिँ सनमालोतिर जाँदैछौँ। सनमालो गएपछि भेट्छु, फेरि भिडियो बनाउँछु। कस्तो भिड छ नि त आमामा, हिँड्नै नसकिने भिड छ आज त। न्यु इयर गाई हेर्नु न सुन गाइस, यहाँ सुन हेर्नु न। ओ माई गड गाई सुनहरू हेर्नु, महँगाइको बेलामा सुन डायमन्ड हो। वा त्यहाँ हेर्नु न घाँटीको हेर्नु नि खतरा छ यार। गाइस हेर्नु न सुन मामा हेर्नु सक्ने छैन। नेपाल लाएर जानु त्यस्तो होला सुन। हेर्नु यहाँ बुद्ध यिनीहरूलाई हेर्नु न डायमन्ड सुन हेर्दै बस्दा किन्न लाकन रे यिनीहरूले। किन्न लाकन डायमन्ड सुन। ओहो यो जेब्रा क्रस र यो जाम भएको देखेर त मलाई त वाक्क लागिसक्यो गाइस। भगवान् यस्तो भिडमा भ्लग बनाउनु पर्छ तर केही छैन। कस्तो दामी वा हेर्नु न कस्तो राम्रो त्यो दामी हेर्नु यहाँ। वा सुन्तलाको बोट हेर्नु यहाँ गाइस। सुन्तलाको बोट हेर्नु यहाँ। सुन्तला छ यहाँ। न्यु इयरमा यस्तो सुन्तलाहरू राख्दो रहेछ कि गाइस हेर्नु। भन्ने ठाउँ आयो तर यो जेब्रा क्रसिङ मारेछ हेर्नु न गाइस। साथीहरू कति राम्रो हो यो। के बनाउँछ हो चाइनाहरूले। यो चाइनिजहरूले के बनाउँछ हेर्नु न यस्तो राम्रो के।
कति राम्रो के हेर्नु न त्यहाँ कस्तो राम्रो देख्यो अझ यो क्यामेराले जस्टिस गरे छैन के साथीहरू कस्तो के पाइन्छ यहाँ त के पाइन्छ मेकअपको सामानहरू के छ चाइनिज माल होला है यो सबै चाइनिज माल फेस मास्क अस्ति किनेको हामीले त धेरै किनेछौँ फेस मास्क त यो पर्फ्युमहरू हेर्नु न कति सानो सानो कस्तो हुन्छ थाहा नि त कस्तो राम्रो हेर्नु सानो सानो पर्फ्युमहरू पिखे हेर्नु न लिपस्टिकहरू हेर्नु हामी घर जानु लाग्यो अब त थकाइ लागिसक्यो अब घर जाने हो अहिले भन्छु एकछिन है बाई बाई घर आइसकेँ आजको ब्लग एन्ड गर्छु थ्याङ्क्स फर वाचिङ लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला बाई